आमा दादा आइपुगेछ आमा छोरा विदेशबाट आइसक्यो आमालाई के ल्याइदिएको छ फाइनली स्कुल घरमा आइपुगिसके आमा भाइ बस 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 यता बस 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 यता बस न भाइ लु ढाड देखियो आमाले चाहिँ फाइनल्ली घरमा आइपुगे अरे ल आमालाई चाहिँ यो कोसेली परदेशको लगेज खोलियो ल यो हाम्रो कुचेलाई ल ल अनि अरु अरु चकलेट यहाँ छ नखोताले नखोताले अघि खाएको छ अनि यहाँ पनि छ यो चिप्स चाहिँ उयसको सिमल तरुलको चिप्स यो आमालाई अब कता कता काम दिँदैन काममा यसो रातितिर भनेर टर्च लाइट ल्याइदिएको अब छोरोले ल्याएको यति नै हो अरू के छ अरू यहाँ त्यस्तो केही छैन ल यो चाहिँ हाम्रो बहिनीलाई यो चाहिँ मलाई हेर्नुहोस् गाइस अब यस्तो छ ल ल के रहेछ त यहाँ ल टक्क लगाउँदा ल कस्तो देखिँदो रहेछ टक्क आमालाई अनि कस्तो लाग्यो त छोरा आएर चिप्सहरू छ अर्को चिप्स पनि थियो यहाँ पनि थियो यो मिठाईहरू सबैलाई बाँडेर आमाले बाँडिदिन्छन् यो बट्टाहरू चाहिँ किनेर लिएको यो अरू त नदेख्नु होला होइन हाम्रो लागि चाहिँ यहाँ भाइ काकाले के ल्याइदिनु भएछ अनि भाइ कस्तो लाग्यो त कस्तो लागिरहेछ यहाँ आउ न काका आएर कस्तो लागेछ काकाले के ल्याइदिनु भएछ लुगा अनि मिठाई पापा मिठाई अब कहिले लाउने यो लुगा एकचोटि लगाइ हेर्नु त कस्तो हुँदो रहेछ ल ल हो त्यतिकै लगाऊ त्यतिकै अहिले एकछिन लाउने मात्रै ल यो यस्तो ल लगाइ हेर्नु त एकचोटि कस्तो देखिँदो रहेछ अलिक ठुलो ल्याइदिएको पछिसम्म लाउनुहुन्छ भनेर भाइ त्यसो त दुईटा हट्ने रहेछ नि भाइ ए ठिक्क भइरहेको त अझै ठुलो हुन्छ नि अलिकति ल हालौँ ल मेरो चोरोलाई टक्क अब पछाडि मिलाऊ
ल अब टक्क सुस भएको रहेछ खराब पछाडि मिलाउ त ओके अब मेरो भाइलाई टक्क यता हेर अहिले चाहिँ माथि लाउने भोलिपर्सि अलिक तल लाउने अलिक ठुलो भएपछि ल कस्तो देख्यो त मेरो छोरा त ठुलो देखिहाल्यो नि उता हेर हाई भनिदेऊ हाई भन्देऊ न तिमी पनि भ्लग बनाउँछौ होइन लु बनाउँछ लु हेलो गाइस आज काका आइपुग्नु भएको छ भन हेलो गाइस काका आउनु भएको छ हाम्रो घरमा भन्दै उता उता भन्न बोल्न नि अनि पो राम्रो हुन्छ त बोल त उता मोबाइलमा अरू के छ अरू केही छैन त्यस्तो विशेष ल भन्न हाय गाइस हाम्रो काका आउनु भएको छ भन्न अनि भयो